धेरै गर्नु हो पैसा एउटा नै छैन 6 महिनापछि भात खुवाइदियो होला पैसा किन छैन त हजुर प्याम्पस चाहियो जति बेला नि ब्रान्डेड हो कि क्याती खाली ब्रान्डेड खाले चाहियो तिनटीको नाम के राख्ने हो त साँच्चै म राति त्यो नाम सोध्दा सोध्दै सुतिछु भाइ साँच्चै कहाँ के राख्ने अनि मेरो नाम त जोड्नै पर्यो बुढोको नाम नि जोड्नै पर्यो के हुन्छ होला त भन न के हुन्छ र खै कति 5 महिना भयो है कान्छी 5 महिनासम्म कसैले नदेखाउने कसैले नभनिहाल्नुको त ठुलो कुरा होइन त्यही हो नि कसैलाई पनि थाहा छैन नि त्यसो फोन गरेको थिएँ एउटा दुइटा सुन्थे फुले फोन गर्छु भोलि गर्छु अन्त गर्दै गरिन आफै थाहा पाउँछ थाहा पाएर होला सत पाएर होला नि भन्न त केही ठुलो कुरो होइन तर यस्तो बेला चाहिँ कस्तो के हुन्छ नि भन्नेभन्दा पनि थाहा पाएकै राम्रो जस्तो लाग्छ मलाई फेरि अनि एक कुरा चाहिँ कस्तो लाग्छ नि अब कतिपय कुराहरू भन्न मन नै लाग्दैन कि सबैको भइरहेको कुरा त हो अलिक ठुलो हुँदै गएपछि बल्ल 6-7 महिना पछि यसो देखाइहाल्ने होइन अब त नदेखाउने भने त झन् देखिन्छ नि त्यो त मैले कहाँ केले छुप्ने हो र मलाई बेस्ट किन्दैन लाम बेस्ट किन्दैन चाह किन्दैन बेस्ट किन्दैन फोटो खिच्ने बाहिर गएर राम्रो कहाँबाट किन्दैन त मैले पैसा छैन सिमबाट छोरो किन पाउनु भएको त यस्तो गरिबको माया हो किन छोरो पाउनु भएको त मैले होइन मैले एक्लै गराएको क्या मलाई लाउँछ मैले एक्लै बनाए जस्तो फिल नआउँछ र आफूले राख्दा त त्यसमा आधी म पनि राख्छु होला यति ल्याऊ यति पुरै लैजानु नि म यहाँ कति हलुङ्गोसँग नाच्न मन लाग्यो ए नाच्न पाइने हौ ननाच्न भइदियो यहाँ कम हुन्छ एउटा सोझी लाउनु बेला नुङ्दै लाएर अनि घोडाले टेकेर लिप्न पर्छ नलगाऊ कसो उजी कल लगाउनु भने र म लगाउँछु अरे हजुरले एउटा त्यो पानी मिर्ची पानी उठेर त त्यो मिर्ची पानी भिजाइदिएको त तताएर खानुहुन्न मिर्ची पानी पनि तताएर खान्छन् त तताएर कि निकालेर खानुहुन्न अझ छानेर राखिदिनु पर्छ कता धुलो परेछ भनेर उल्टे मैले सेयर गरेर राख्नु पर्छ अब के खाने खान्छे के खान्छौ भन त ल तिम्रो स्याड्युल के हो मेरो त भनौँ बिहान उठ्यो त ल बिहान उठ्यो साइजहरू जाने लो बर्बाद साइजेर जाने होइन के बिहान अहिलेसम्म चाहिँ सधैँभरि के खाँदै आयो बिहान उठेर काजु अनि केरा अनि फेरि दुध खान्छु नत्र अनि काजीले दुध खायो भने ग्यास्ट्रिक हुन्छ एकैचोटि म आफैलाई सक्दिनँ दुध छाडेर काजु खान्छु कहिले काजु छाडेर दुध खान्छु तिमीले आराम लाग्यो र म नुहाउने हो क्या अहिले भ्याउँदिनँ मेरो छिटो जाने काम गर्नै पर्यो है काम त गर्न त गरियो बाबाले सरी खिच्न लाउनु बाबाले भन्नुभएको त्यो के अरे धेरै होइन भयो मलाई 2-3 मान त्यहाँ नत्र नै चाहिन्न त्यही राख्नु भन्दै हिजो जति पनि दिन्छु कति चाहियो पैसा जति त हिजो अनलाइन त्यो मम्मीलाई पठाउने होला नि पूजा गर्नु नि मम्मीलाई 2-3 मान जति पठाइदिनु होला कि केटारी जस्तो गरेर हुन्छ र भन्नुहुन्थ्यो हिजो नि हामी त केटारी जस्तो गरेरै छ नि क्या होइन क्या हिजो होइन मम्मीलाई कुरा गर्नु थियो नि त हिजो पूजा गर्ने होला क्या अब गर्नु भनेपछि त त्यस्तो फेरि यहाँ अलि यहाँ सम्झनु नहुन सक्छ
अलि ठिकठाक छ भन्दै हुनुहुन्थ्यो। अब यसो गर्नु पऱ्यो, त्यहीँबाट पैसा निकालेर पठाउनु पऱ्यो। त्यो 5,000 त कहाँ हुन्छ र मम्मीले। रुमको भाडा मै दिउँ ल, यताउति सङ्घाल नभन, अलिकति भएको पैसा अब त के सङ्घाल लिएर आएको 1 महिना भएन भन्दै हुनुहुन्थ्यो हिजो। सिरियस नभऊ केही होइन बच्चालाई नि गाह्रो हुन्छ के। सिरियस भएन, सिरियस अनुसारले कुरा गरे हो नि, नत्र म सिरियस कहाँ छु। आनन्द चैन छ मलाई त। यता हेरेर भनेको आनन्द चैन छ लाग्छ। छोराछोरी सधैँभरि पाप जस्तो लाग्छ, तर राख्न सहज गाह्रो हुँदो रहेछ। चैन टेन्सन लिने होइन भन्छन्, आफूले टेन्सन ल्याउँछन् कि कुनै के गर्छन् के थाहा मलाई। होइन होला के हो होइन यस्तो बेला टेन्सन लिने होइन भने त खुसी पनि लाग्छ होइन। अनि फेरि यस्तै पाइराख जस्तो हुन्छ, तर राख्न धेरै गाह्रो हुँदो रहेछ। अहिले बेला बेला बुझिरहेको मम्मी तपाईँले मैले मलाई पाउनेलाई चाहिँ भमिट गर्नु कि नै भन्छु। अझै यसो भन्नुहुन्थ्यो त, यसो भन्नुहुन्थ्यो बाबाले त अझ के अरे काम गर्नुपर्छ भने बाबाले फेरि गर्नु पऱ्यो होइन, अब थकै लाग्छ कि गाह्रो हुन्छ तैँले गर्दा। मैले त गरेको नि कति रुपियाँ कराएको भन्दै हुनुहुन्थ्यो। 15,000 बाबाले 15,000 कमाउनु त्यहाँपछि यसरी तैँले त लक्ष्मी पेटा आउनेलाई कमाइछ नि त कमाइन। पहिला आउँथ्यो भन्नुहुन्छ अनि मलाई आउँथ्यो नि कति 2 क्लासबाट पढ्ने यति नै 5 क्लाससम्म जाने बेलासम्म रगत आउँछु। मैले पहिलेदेखि चेक गरिरहेको थिएँ क्या। अनि जम्मा 5 क्लास भाटी गयो नि, भाटी स्कुलमा पढ्न लाग्यो त बल्ल नाक खुनाउनै छोडेको 6, 7, 8, 9, 10 अहिले हो नि मदर पेमेन्टको बेला हो नि त, नत्र मलाई रगतै आएको थिएन। यस्तै सुतेको थिएँ यति केही गरेको नि होइन, यसो गरेँ यति माथि यसो गरेको अनि त लुक्का चुइहाल्यो गरेँ। यस्तो गर्छ पुरा गर्दिनँ क्या, गर्नु तपाईँले त्यस्तो त। त्यही त अनि त्यहाँ 3 चोटि आयो हिजो त, त्यो बेलुकी हो त्यो आउनु रहेछ। यस्तरी माथितिर नभएर यस्तै नाक चाहिँ एकै ठाउँमा राख्ने होइन, उतिर ठिक हुन्छ भन्ने त्यो हेरेको थिएँ मैले बेलुपछि। म त हेर्छु के अरे के हैछ कस्तो हैछ भनेर, तर आउँदा केही फरक पर्दैन भन्ने कुरा गर्दै। कपाल सुक्दैन मेरो, मजा गर्ने हो। कति गर कपाल कलर लाउने होला केही छैन अहिले त। कपाल कालो भइसक्यो, लाउँदिन कलर सलर, कालै राम्रो हो। पछि मम्मीलाई हेरेर तर्स्यो भने म अघि उठेको थिएँ नि 8 बजे उठेँ, यसो उभिएर बसेँ अनि फेरि सुतिछु पल्टिछु उता कस्तो निगेछु। तर छोरो भएपछि चाहिँ अल्छी भइन्छ अरे भाइ साँच्चै भन्थे भन्न त मुखलाई। अनि फेरि जे नि छोरो भएपछि चाहिँ छोरी भयो भने अलिकति खान मन नलाउने, छोरो भएपछि त चिप्स भयो अनि के खान मन लाउने चाहिँ। तर मलाई त्यस्तै हुन्छ नि, गुलियो सुलियो पहिला गुलियो खानै छोडेको थियो हजुर, दाँत दुखिहाल्नुहुन्थ्यो नि। अहिले त त्यहाँ ल्याएर अस्ति नाममा जेरी देखेर दुकुरै हालेँ 500को मम्मीलाई मार। त्यहाँ माथिर भएको त्यो जेरी हो, त्यो जेरी बाबाले ल्याइदिनु को भनेको त होइन मैले ल्याएको। ए दारे अहिले पता गुलियो खान त एकदम फस्छु गरे होइन होला के हो ऊ छ का तिमीले हेरि होइन यसको उका हाम्रो हरिवंश के भन्नेको बुढोको जाँ लगाएको जाँदा तल बाहेक माथि हुँदै हुन्न। के खाने हो खतरो देखिन्छ। म उठेर उठेको हेर्नु जाँ कस्तो देखिन्छ। है यत्रो महिनासम्म ओइ नगएको अठिन्छ। खेलाडी जस्तो देखियो गरे यति खस यति झरो यति हेभी झरो त म कस्तीदेखि त मोटी कति शरीर त कस्तो हलुङ्गो जस्तो कपाल हेर कपाल बिहान उठेर मेरो राम्रै हुन्छ नि। नैदर गरौँ न अहिले म जाने हो नौको जाऊ मन जाने अब ड्राइभिङ सिक्न जाने
चाउचाउ खानु का म चाउचाउ बनाइदिन्छु पिरो पिरो तिमीले नखाऊ फेरि पिरो त पिरो नबनाऊ खाम त नि का दुईजनाले तिमीले उखाऊ का स्याउ दही उखाऊ अनि बल्ल म त अहिले खान्छु क्या तपाईँले खानु नि पहिला म बनाइदिन्छु स्याउ दही खाऊ अनि बल्ल म जान्छु कि तिमीलाई यसो गरेर ढिलो हुन्छ क्या हजुरलाई ढिलो नै होगा बेटी ढिलो हुन्छ यहाँ हालिदिन्छु एक बक्स जतासुकै सार हाम्रो कमल भन्ने कुन ठाउँमा छ भने सोध्नु न हेर्नु न यहाँ घर यसो यसो छाम्नु न कतै छैन क्या मेरो कमलो चिज खाने अडाउँथ्यो ग्यास्ट्रिक भयो कि ग्यास्ट्रिक भएर यत्रो बेर भयो के कहिले पाउँछ होइन बुढो मलाई ग्यास्ट्रिक भएको हो कि के भन्छ केसमा त्यो राखेको बुढाबुढीले बनाउने भनेर बनाउनु पर्दैन अब यस्तै ब्लग बनाउँदै हाल्दै गर्ने हो तिमीले चाहिँ मिठो मिठो कुराहरू सेयर गर बनाउँदै हाल्दै गर्ने हस् मिठो मिठो के सेयर गर्ने बल्ल साथमा नआहा त्यति जम्मा गर्न दियो भने त मैले अर्कोचोटि साथमा ल्याएँ लगभग 6 मा ल्याइहालेँ 1 लाख गराएर बुढोको छोरालाई पाल्ने थियो पाल्छु उधारे पैसै छैन हेर बुढाबुढीले जाहो के गरेर एक्सरसाइज कसरी गर्छौ हाम्रो सोच के थियो अनिसी यस्तो थियो एक्सरसाइज भन न एक्सरसाइजको कुरा नगर्नु न एक्सरसाइज त म गर्नु बुढाबुढी भएर घर जग्गा किन्ने भनेर हामीले कति युज गरेछौँ घर जग्गा त्यस्तै भयो ढिकुरी खेल्ने हाम्रो करोडौँको अझ यसो हजुर अरू नभने छोरी पाउने चाहिँ पैसा कमाएरै हो भनेको अहिले 1 रुपियाँ छैन कतै गएर किने हाम्रो करोडौँको सम्पत्ति आउँछ कि आउँछ करोडौँको अब यसैलाई हुर्काउँदा उसको त दिमाग खराब हुने होला म त कसैको बारेमा सोध्नै सक्दिनँ पछि कस्तो राम्रोसँग टिपेको सोध्ने कुरा नै हुन्न नि अब पैसा नबसी बाबा भन्नु पर्यो बिचरा बाबा हुनुहुन्छ र सबै बाबा भन्नुभयो त्यही नि कति बेला गाली गरिदिन्छ सुन्नुहुन्छ नराम्रो लाउँछ अब के गर्नु हाम्रो लागि भनेर त यहाँ बस्नु अरू कसको लागि भन्नु हाम्रो लागि नभने त बर्बादै हुन्छ ओके बिचरा आफ्नो केही छैन छोरी पनि केही छैन छोरीको होला भनेर आउनु आएको र बस्नु आयो झन् छोरीकै केही होला जस्तो छैन छोरीले गरिरहेको छ त 6-7 मान पैसा ल्याइहौ सबत ल्याएर नि ल बाबा त यसो ए जसले पनि पाउँछ र नि सबत नि कसले हिजो के कसले हजुरबा बन्नु रहेछ क्या त अका त्यो हजुरबा त बन्ने भयो क्या त्यो त हजुरबा त सबै बन्छ हिजो कसले भन्नु गर्दैन आफ्नै मान्छेले होला नि कसले थाहा पायो र खै बाहिर नभन्दा नभइदैन कसैले वचन गाँटे अहिले मैले न फोटो हालियो न टिकटक हालियो मैले त केटाहरूलाई कसैलाई पनि भने होइन यो दिपेलाई थाहा क्या कसैलाई थाहा होइन मेरो यस्तो काममा सबैलाई थाहा उता काममा सबैलाई थाहा तिमी त त्यस्तो अब आफन्तलाई चिनेको होइन नि कहाँ हुन्छ त नि त्यो काम गर्नेलाई र घरलाई त थाहा पेकमेन हुने चाहिँ अमिता दिदी नि भइछन् को अरे अमिता दिदी को र अमिता दिदी अमिता कि अस्मिता दिदी प्रेग्नेन्ट ओके को अस्मिता ए दिपिन दाइको बुढी म निस्केको लगभग 1 महिना मलाई त समयले फोन गरेर पक्कै छोरो हुन्छ भन्दै थियो कसरी थाहा पाइन् त ज्योतिष आइदिनु क्या हो ज्योतिष नभने यस्तो भयो न मलाई नि छोरै हुन्छ जस्तो त लागेको थिएन तर मैले बमिट गरेर नि कान्छु मलाई केही कुरै थाहै भएन बच्चा बस्ने होला 2-2 खेलाडी छन् है हिम्मत नखोजाउनु अहिले तपाईँभन्दा म बलियो आमाको छोरो अच्छा पहाड मसँग अलि दिन हातै बढेको छैन मेरो त हात जस्तो हात जस्तै छ बरु अरू मोटा हात यस्तै छ हात नि भन्नु पर्यो कसले बिग्ने हात बढेर बाबाले फोन गर्नु होला है मलाई उठिस् कि नै खाना खाइस् कि नै तैँले राति भोकै बसेर हुन्छ के नातिले असर गर्छ र भयो भनिहाल्ने नभने
एउटा माथि ध्यान हार तेरो भन्नुहुन्छ फोन आने यो जस्तो फेरि बाबा जस्तै बोली क्या हो एउटा मात्र ध्यान हार तेरो उनीहरू बाबाले पिएम दाइलाई फोन गर्ने कि नै जति सक्दो छिटो गर्न पर्छ कि कान्छी भन्नुहुन्थ्यो ए डोन्ट टच मी ओके कता यो हाम्रो यति भन्दा हामी समाप्त गरौँ है कान्छी बाई बाई गर बाई बाई अब बनाउँदै हाल्दै गर्ने लाइक कमेन्ट शेयर गरिदिनु होला बनाउँदै हाल्दै गर्ने है धेरै माया गरिदिनु होला उता रुममा गएर झलझली गराउने नि यता त